नम्बरवालाले पनि गरेको छ कभर हलमा हैन। अब त्यो ब्याडमिन्टन पनि खेल्छन्। त्यो नभएको बेला टाइममा सस्तो मस्तोमा त्यो प्रोग्राम गर्ने पनि भाडा दिनु। त्यसले गर्दा मेन्टेनेन्स खर्च आउँछ। हाम्रो पनि सोचाइ चाहिँ त्यही छ सर। हाम्रो पनि हजुर एकदमै हजुरले भन्नुभयो जस्तै हाम्रो पनि सोचाइ चाहिँ त्यही छ। यो फोन एटेन्ड गरौँ त त्यो यो किनेको होइन यो 15 वर्षको चिजमा अब किन्नै जब सकिने अहिले छैन। लिनमा हो हजुर पन्ध्र वर्षको चिज यही घर हो। उहाँ दाइ हो, उहाँ पनि संलग्न हुनुहुन्छ, अध्यक्ष वाइ हुनुहुन्छ। उहाँले 15 वर्षको लागि लिनु भएको छ। त्यो पनि एकदमै मिनिमम प्राइस हाम्रो चाहिँ वर्षको फीस भएको छ। सहयोगकै हिसाबले उहाँले पनि गर्नु। अनि सरले भन्नुभयो जस्तै एक्ज्याक्टली हामीले पनि त्यही गरेका छौँ। यो चाहिँ हाम्रो तलदेखि यता चाहिँ 88 फिटसम्म छ हाम्रो। अनि यता चाहिँ 27 फिट मात्रै छ चौडाइ चाहिँ। अनि यहाँ यो देख्नुभयो नि सर, यो माथि उठेको यो चाहिँ मुनिको जति पनि छ यो चाहिँ अब त्यो गाह्रो पुग्यो। त्यहाँदेखि माथि टिनले बाँच्छौँ हामी। अनि यहाँ चाहिँ हामी त्यही हजुरले भन्नुभयो जस्तो यहाँ स्टेज अलिकति उठाएर नौलोपथ ब्याडमिन्टन क्लबले नयाँ वर्ष 2082 को वर्षमा सञ्चालन गरेको उपहार कार्यक्रममा हाम्रो डाक्टर टङ्क प्रसाद नेउपानेज्यूले दोस्रो पुरस्कार 32 इन्चीको टेलिभिजन प्राप्त गर्नुभएको छ। हार्दिक बधाईका साथ हामी हस्तान्तरण गर्न चाहन्छौँ। टङ्क सर के भन्न चाहनुहुन्छ? होइन अब यो मैले धेरै चिट्ठा काटेँ, त्यस्तो उपहार कहिले परेको थिएन। यो चाहिँ उपहार त अब संयोगले परेको हो। तर पनि यो संस्थासँग अब मेरो सम्बन्ध गाँसियो होइन। यो संस्थासँग मेरो सम्बन्ध गाँसियो। यसलाई मैले 1 रुपियाँ लिएको छु। अब के गर्न सकिन्छ अब गरौँला। धन्यवाद।